आज इभीमा फर्स्ट टाइम म मुस्ताङ आएको लगभग 100 चोटि भन्दा बढी भइसक्यो। तर इभीमा चाहिँ फर्स्ट टाइम आएको, रमाइलो गऱ्यो, यता माथि यो भ्यू पोइन्टमा आयो होइन। सुटिङहरू गऱ्यो, मजा आयो। अनि यसो बसेर के गरौँ न, अब यो गाडी किनेको पनि लगभग 7 महिना जति भयो। अनि मैले गाडी गुराएको पनि झन्डै 11,000 किलोमिटर जस्तो गुराइसकेँ, त्योभन्दा बढी नै छ अलिकति। अनि यसको चाहिँ कतिजना मलाई सोधिरहन्छ क्या, यो दाइ यो गाडी किन चुज गर्नुभएको, अरू गाडी पनि थियो नि भनेर। अनि एक्चुअलमा यसको स्टोरी चाहिँ के हो भने, मेरोमा पहिला MG कमेट थियो। अनि MG कमेट चाहिँ मैले किनेको चाहिँ काठमाडौँको लागि हो। स्कुटर चलाउनु भन्दा MG कमेट चाहिँ एकदमै स्कुटरको बराबर चाहिँ लाग्यो मलाई। एकदम सबै सानो सानो गल्लीमा छिर्ने, मजाले एकदम इजी टु मुभ अराउन्ड द सिटी। अनि त्यसपछि मेरोमा अर्को ठुलो ट्रक छँदैछ, तर त्यो एकदमै लास्टै ठुलो भयो। अनि मैले यसो सोच्दा कि त्यो ठुलो ट्रक सधैँ चलाउनु भन्दा त कोही बेला एउटा मिडियम साइज चाहियो क्या मलाई। कि त यो एकदमै सानो भयो यो कमेट, कि त त्यो ट्रक लास्टै ठुलो भयो। सो आई डिड नट ह्याभ, मलाई एउटा बिचौको साइजको चाहिँ गाडी थिएन। अनि मैले यसो रिसर्च गर्दाखेरि चाहिँ मलाई पर्फेक्ट मन परेको चाहिँ यो हो, MG S5। अनि मलाई चाहिएको एउटा मिडियम साइजको गाडी, अलिकति पोखराहरू जानु, चितवन जानुहरू लागि, हाइवेको लागि। अनि इभी चाहिँ पर्फेक्ट लाग्यो। एउटा त एकदमै कस्ट सेभिङ छ इभी होइन, कम्पेयर टु पेट्रोलहरूमा एकदमै कस्ट सेभिङ छ अलिअलि होइन। लास्ट अब जस्तो मेरो ट्रकमा काठमाडौँ टु पोखरा गरायो भने एक ट्रिपमा मेरो 20-25 हजार पेट्रोल खान्छ। यसले जब 1000 रुपियाँ खान्छ, जानु 500 आउनु 500। सो त्यतिको फरक छ क्या। सो दिस इज अ भेरी गुड डिसिजन मैले एउटा यो लिएको। अनि यो लिएको कारणहरू चाहिँ के हो, एउटा मेन इनिसियल मन परेको त डिजाइन एकदमै स्पोर्टी लुक छ है। बिसाइड्स अदर ब्रान्ड्सहरूमा मलाई चाहिँ लुक्सको वाइज मन परेको। अनि कतिजनाले सोध्छ दाइ यसको ग्राउन्ड क्लियरेन्समा प्रब्लम छैन भन्छ। हेर्नु, ग्राउन्ड क्लियरेन्समा मलाई के भन्नु छ भने, मलाई चाहिँ अलिकति लो प्रोफाइल, लो ग्राउन्ड क्लियरेन्स नै खोजेको नै हो। किनभने त्यो स्टेबिलिटीहरूको लागि हुन्छ नि, ड्राइभिङ एक्सपिरियन्सको लागि चाहिँ एकदम राम्रो छ। अर्को भनेको यसको रेयर व्हिल। अरू गाडीहरू मैले देखेकोहरू चाहिँ फ्रन्ट व्हिल थियो, यसको चाहिँ रेयर व्हिल। त्यसमा पनि एकदमै ड्राइभिङ एक्सपिरियन्स एकदम राम्रो छ। अनि अर्को कुरा चाहिँ, मैले कहिले लाइफमा सनरुफ गाडी चाहिँ चलाएको थिएन। त्यो जोसमा एउटा सनरुफ पनि अप्सन थियो, अनि लियो। तर किनिसकेपछि चाहिँ कहिले चलाउनु थाहा पाइनँ क्या। यो 7-8 महिनामा कहिले पनि चलाउनु पाइनँ। तर मुस्ताङमा आएर चाहिँ अब कि त एकदमै राम्रो हावाहरू होइन, सफा हावा, धुलोसुलो केही नभएको। अनि त्यति बेला चाहिँ बल्ल मलाई अलिकति काम लाग्यो सनरुफ खोल्नु, न त खासै खोलेको थिएन। अनि अरू त्यही हो, स्पेसियस, एकदम भित्र स्पेसियस छ, भेरी कम्फर्टेबल। अनि जति जे चाहिने बेसिक कुरा सबै छ। 360 क्यामेरादेखिको लिएर त्यसको अटो पाइलट पनि चलाएको छ, तर खासै कहिले चलाउनु थाहा छैन। अनि यसको अर्को कुरा के राम्रो छ भने, अफ रोडमा हिल डिसेन्ट कन्ट्रोल छ क्या। त्यो ब्रेक थिचिराख्नु पर्दैन, जस्ट हिल डिसेन्ट गरेपछि त्यो आफैले कन्ट्रोल गर्दै बिस्तारै लान्छ। त्यो एकदमै हेल्पफुल छ, त्यो चलाएको छु। स्पेसियस छ, सबै छ। अरू त मलाई खासै त्यो प्रब्लम लागेको छैन। सर्भिस 2-3 चोटि गरिसकेँ। अनि सर्भिस सेन्टरमा पनि प्रब्लम लागेन। बिहान दियो, बेलुकासम्म दे गिभ इट ब्याक। अनि ग्राउन्ड क्लियरेन्समा चाहिँ हो त्यो पार्किङ लटहरूबाट निस्किँदाखेरि, अन्डरग्राउन्डहरूबाट निस्किँदाखेरि छस्स छुन्छ। जे गरे पनि गाडी जे गरे पनि छुने नै हो क्या। अब ऱ्यापटरहरूमा मेरो ट्रकमा पनि अफ रोड गर्दा छुन्छ। यो यिनीहरू पनि छुन्छ। अलिकति केयरफुल चाहिँ हुनुपर्छ। अर्को राम्रो कुरा छ, इन्डिपेन्डेन्ट सस्पेन्सन छ। आर्टिकुलेसन अलिकति राम्रो पनि हुन्छ। मैले मुगलिनको बाटो एकदमै चलाएको छु। मैले 60-70 को स्पिडमा अफ रोडिङ पनि गरेको छु। त्यस्तो छुएको त छैन। जे होस्, मजा आइरहेछ यो गाडीमा। 11,000 प्लस कुदाइसक्यो 7 महिनामा, राम्रै छ, नो कम्प्लेन्स। अहिले एउटा कम्प्लेन भनेको एउटा प्रब्लम चाहिँ
कस्तो भने यसमा चाहिँ क्याबिन नोइज अलिकति बढी छ भन्छ होइन, त्यो चाहिँ अफ रोडमा बढी एक्सपिरियन्स गर्नु मिल्छ, तर फुल हाइवे पिच बाटोमा त केही प्रब्लम छैन। अनि मेरो भनाइ त त्यही हो, अब नेपालमा अहिले सरकारहरू चेन्ज भइरहेछ, अलिकति डेभलपमेन्टतिर लागिरहेछ होइन, अनि बाटो पनि राम्रै हुँदैछ। अब तपाईँहरूले देख्नु भइसक्यो, पोखराको बाटो बबालै बनाएछ, मुगलिनदेखि पोखरा लगभग 1.5 घन्टामा पुगिहाल्छ होइन। चितवनदेखिको भैरवा वा बुटोल जाने बाटो पनि अब बबाल नै हुनेछ। जे होस् त्यति बेला चाहिँ ग्राउन्ड क्लियरेन्सको मतलब हुँदैन क्या। अब मुगलिन काठमाडौँ मुगलिन बाटो पनि बनि नै रहेछ, देखि नै रहेछ हामीले। अब आउने 2-3 वर्षमा त आई थिङ्क त्यस्तो बाटोको प्रब्लम चाहिँ नहुने चाहिँ मलाई लाग्छ। अनि त्यो ग्राउन्ड क्लियरेन्स चाहिँ त्यति फरक चाहिँ पर्दैन। अनि अब मेरो मुस्ताङ ट्रिप यहीँ सकिन्छ। अब घर फर्किने टाइम पनि भइसक्यो। यो फर्केर MG S6 पनि आएको रहेछ, त्यो पनि मलाई एकताल हिँड्नु मन छ क्या। बाहिरबाट हेर्दा कि एउटै देख्छ, तर भित्रको पर्फर्मेन्स वाइज ब्याट्री मैले पावर अलिक बढी छ भने सुनेको छु, ब्याट्री पनि अलिक राम्रो छ भने सुनेको छु, त्यसको फिल पनि हेर्नु मन छ कि। अब मैले यो S5 चाहिँ एक्सपिरियन्स गरिसकेँ मजाले होइन, 11,000 किलोमिटर गुराएर 7 महिनाभित्र। अब त्यो चलाउँदाखेरि मलाई डिफ्रेन्स चाहिँ मजाले थाहा हुन्छ क्या, कतिको फरक रहेछ। कि त इज इट वर्थ अपग्रेडिङ भनेर, अब त्यो दामी नै छ भने पनि थाहा हुन्छ क्या कतिको फरक रहेछ भनेर। सो अब त्यही भनेर अब यो भिडियो चाहिँ अन्त गरिदिन्छु म होइन। अब नेक्स्ट टाइम अब कहिले हुन्छ फेरि आउँला हामी।